नमस्ते वेलकम ब्याक टु न्यू अदर ब्लग स्मी एन्ड ब्लग्स फेरि पनि नयाँ ब्लगमा स्वागत छ सबै दर्शकबिनहरूलाई। अनि आज चाहिँ हाम्रो प्रोग्राम भइरहेको छ। सो दर्शकबिन आज चतर लाएर अनि आज चाहिँ हामी सधैँ स्काउट डेसमै हो। हामी कहीँ बाहिरै जाँदैन, म प्रोग्रामै हुँदैन बाहिर जाने। ओ माई गड त उता पछाडि पो देखिरहेको रहेछ। अनि त्यही त अनि म अरू भ्लग बनाऊँ भने नि कहीँ बाहिरै जाँदैन क्या, त्यो खालि स्काउटबाट जान्छ। अनि देखाउन मन लाग्छ, देखाएपछि तपाईँहरूलाई औडा लाग्छ होला, त्यही नि माइन्ड गरेर हेरिदिनु। आज चाहिँ हामी शुक्रबार हो अनि हामी चाहिँ आज स्कुलमा थोरै डान्स देखाउने छ। मनी छु यो डान्स हेर्ने होइन, हेर्नु। आज हाम्रो डान्स झकास छ। ओ माई गड हेर्नु होला है, म हाल्छु मिल्यो भने। अनि आज हामी स्विमिङ नि जान्छौँ होइन, डान्स सकाएर स्विमिङ जानुपर्ने हुन्छ। त्यही त अनि अब भ्लग बनाउँदिनँ होला म त्यस्तो साह्रो। त्यही त भने आजको भ्लग डान्स हेर्नु, एनबी ब्लग्सको डान्स हेरिदिनु न गाइज। चुइगम कस्तो मिठो होइन। अन्त आज डान्स हेरौँ त अब डान्सतिर भेटौँ। ओ माई गड यस्तो ब्युटिफुल छ है त। चतर खालि चतर भनाएर चाहिँ अर्काको डाइलग चाहिँ चोर्यो भने कसम मुख छाडिदिन्छ नि। यो पनि अर्काकै डाइलग हो। डान्स गरेर हामी चाहिँ स्विमिङ जाँदैछौँ है गाइज, स्विमिङतिर। ओ कहाँ स्विमिङ, गाडी चढिसक्यो, गाडी चाहिँ रिजर्भ हो। हामी चाहिँ स्विमिङ जाँदैछ, स्विमिङ जाने। ओ माई गड डान्स गर्दा गाइज यार केही नलाजले स्टेप बिर्सिरा। त्यो मैले मेरो महलमा गीत बजाएको थिएँ, अब अर्को महलबाट हाल्नुपर्छ। त्यो मैले भयो भने हाल्छु, भएन भने हाल्दैन है गाइस, डोन्ट माइन्ड हाल्छु चाहिँ भनेको छु। मैले केही सबै स्टेप बिर्सिरहेन, मैले बिर्सिरह क्लासको जस्तो भयो, म खतरा गरिदिन्थेँ। त्यही त अनि अब बिस्तारै जाँदैछौँ। यहाँ मान्छे गाडीमा हाल्नुपर्छ, धेरैजना छ। स्विमिङ पुल आइसक्यो। म चाहिँ सरको बाइकमा आएको। स्विमिङ पुल कस्तो दामी रहेछ नि। ओ माई गड भित्रको सब देखिँदैछ। म चाहिँ सरको बाइकमा आएको, गाडीमा आउँछ भने गाडीमा चढेको, सरको बाइकमा जारे अनि बाइकमा आइदिएछु म। अनि अरू चाहिँ आएन, गाडीमा छ उता यस्तो रहेछ है। कस्तो डर लागिरहेको छ भ्लग बनाउने। ओ माई गड आज त के बोला पानीभित्र मोबाइल हालिदिउँ क्या खाइ। चराको लाएर है त। अब के कस्तो हुन्छ है, न्युजहरू आउँदैछ। कोही आएन, यो चाहिँ अरू बाहिरको मान्छे हो। टिकट काट्नुपर्छ, अब त्यही त होइन। पछि भेटौँ गाइज। कस्तो डेली भन्दै कि मलाई तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भने। ओ माई गड यता सिसिटिभी। ओ माई गड मलाई दुईवटाले हेरेको छ। ओ माई गड म त्यस्तो भाइरल छु। ओ माई गड म त्यस्तो भाइरल छु, म भाइरल छु र। मलाई सब्सक्राइब गर्नु भयो भने भाइरलै छैन नि, हेर्नु न दुईवटा क्यामेराले हेर्दैछ। ज्यान देखिरह होला, देखाइदिनु है केटा, फ्लेक्स हालिदिन्छु नि है मेरो भ्लगमा सबलाई। त के किन नफेरेर गाइस, मैले चाहिँ लुगा फेरिसकेँ। हो माई जयरामको ज्यान एकदम दामी छ, जयरामको ज्यान एकदम दामी छ, जयरामको ज्यान एकदम दामी छ। जयरामको ज्यान एकदम दामी छ गाइस। बाहिर कसरी ननिस्किने गाइस, टेन्सन भइरहेको छ। आउन त आएँ म, अब मैले लाइ पनि सकेँ। जस्ट जयराम स्विमिङ खेल्दा। ओ माई गड, ओ माई गड तिमीहरू झर्ने हो ला न। ओ माई गड आऊ मोबाइल फेरि उठ्यो हुन्छ नि, त्यहाँ बस्नु त त्यही गर्नु न।
Oh my god, swimming. Oh my god. आइज सबजना आइज पूर्ण भित्र के Oh my god. Oh my god. Oh के भन्दैन मजा आइरहेछ के भन्दैन मजा हो त यहाँ पानी आइरहेको देखाइदिएन यहाँ माथि आन म खेलेको देखाएन यहाँ चढेर ओ माई गड कस्तो क्यामेरामा पानी त पस्यो भने म्यानेज गरेर हेर्नु है ल यसो भिडियो बनाउनु मोबाइल खर्च है मोबाइल खर्च है ओ माई गड ओ माई गड ओ माई गड ओ माई गड त फोडिनु भने त्यो फोडिने अनुमान छ के भन्नु न स्काउटबाट स्विमिङ आएको एकदम राम्रै लागिरहेको छ सबभन्दा रमाइलो हो अन्त के भन्दैन यहाँ खेल्न आएर धेरै मजा आइरहेको है यिनीहरूले खेल्ने आउँदैन मलाई आफूलाई खेल्न नआएर कस्तो टेन्सन भइरहेछ गाइस कट्टु चाहिँ कस्तो अर्कै लागेको म त्यही भएर त नला नि ओ माई गड कस्तो डर लाग्नु भएको त टाइम हेर्नु न गाइस टाइम यति भइरहेछ मेरो मोबाइल सब भिज्यो के त्यस्तो भइरहेछ त्यो कस्तो खेलिदिएको त आमामा दर्शक स्विमिङ खेल्दा त कस्तो लागिरहेको भन्दैन कपाल कस्तो भएको छ है अर्कै भयो काँडा टाइपको के डेन्जर छ यार कस्तो मलाई यहाँबाट सर्ने मन लाग्छ लास्टमा फर्स्ट लाज लाग्ने हो लास्टमा लाज लाग्ने के कस्तो त्यही भएर अनि अहिले कस्तो जाडो भइरहेको कस्तो जाडोहरू मर्न लागिरहेको अरू मान्छेहरू कस्तो लाग्यो ओ माई गड यो केटीहरूलाई त लाजै लाग्दैन क्या लाग्छ तर यो कट्टु चाहिँ भएन कि मेरो कस्तो भने कत्रो बुढोहरू लाउनु देखा भने मेरो ठिकै खा क्या लाउनु नखायो धन्य प्रियले कि मेरो कट्टु तान्दै क्या तान्दै आउनु हुन्थ्यो तान्ने बेच्नु भयो मेरो कस्तो टेन्सन हुन्छ मलाई जनाइरहेछ भइहाल्छ त्यो फुकाले पनि घरमा भात दिँदैन त्यसलाई घरबाट निकाल्यो जाडो मेरो भिडियोमा केही भनिदेऊ न मेरो म पनि भ्लगमा आउनु पर्यो भन्दै त केही नवीन दाइकोमा लाइक के सब्स्क्राइब सबले हालिदिनु सुन्नु पनि तपाईँहरू नि गर्नु न तपाईँलाई भनेर यत्रो स्विमिङ आएको छ तिमी पनि केही भनिदेऊ न के भन्नु लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला अब भोलि पर्सि बरु यो मोबाइल चाहिँ लगेर निस्लाइदिएन अहिले एकछिनमा फेरि के है उतापट्टि गएर भिडियो बनाऊँ भने उतापट्टि गयो भने फेरि मोबाइल खस्यो भने त मेरो गएन आइफोन आइफोन गएन अनि यस्तो गाह्रो उता केटीहरू कस्तो खेल्दा त आउला बाहिर निस्किन लाल लागिरहेको मेरो यहाँ बाहिर बस्दा कपाल सुकिसक्यो के यहाँ सुन्नु होइन कस्तो यहाँको अरट्टो के मेरो अरट्टो भइरहेको होइन केमिकल हाल्यो क्या केमिकल त जयराम बाहिर निस्किएन उतापट्टि म जान्छु जान्न बाहिर त भन्नु न आइसा भन्नु न आइसा भन्नु अभिषेक आउन अभिषेक आउनु जाडो जाडो कति फिट रहेछ यो 4 फिट मेरो मुटुसम्म आउने रहेछ त उता 6 फिट छ अब एकछिनमा है नाकभित्र पानी चिरेर यहाँ मेरो मुख चिरे गाइस नाकभित्र आँखा लास्ट रात भएको मेरो भाइ नलाई गाइस नाकबाट पानी कस्तो नाकको छिरो मुखमा छिरो मुखमा छिरो भने कक्कले के गरे होला छ्या मरिन्छ होला यार
भयो यार के कपाल हेर्नु हातमै आइदिएर अब चाहिँ हामी अर्को उता स्विमिङ पुल सर्नुपर्छ 20-30 मिनट मैले त यार कति पुरानै गेटअपमा है आमा पुरानै गेटअपमा लुगासुगा चेन्ज गरिसक्यो टक्क पाएर चड्डी यहाँ छ है मैले लगाएको चड्डी यहाँ चाहिँ बल्ल यहाँ लगाएर अब चाहिँ हामी दौडिन जानुपर्ने हुन्छ अनि हामी डुकआउटमा बसेको छु नि त गाइज म त्यो एउटा त्यस्तै स्काउट जस्तै हो अनि जिउ चिलाएर मन लाग्यो म जाने बित्तिकै मलाई त्यो पानी छिर्ने त्यो कस्तो भएको थियो कि मुखमा हान्ने जस्तो अनि त्यो डुकआउटमा बसेर त्यो फोटोसोट हाल्नुपर्ने हुन्छ त्यो रनिङ जानुपर्ने हुन्छ हामी त्यही त अनि मैले लगाएको चड्डी यहाँ छ सुन्न मेरो चस्मा कोसँग छ कि चस्मै कहाँ आयो गाई यार म त नखेल्ने गाई जिन्दगी अब पुग्यो मलाई त यो स्विमिङ भन्ने कुरा त रुममा त खोले ठिक छ चस्मा यसले त म ट्राई गर्छु चस्मा लाएर भ्लग बनायो भने लाज लाग्दैन नि त होइन म त जिन्दगी यस्तो स्विमिङतिर त आउँदैन बरु म खुट्टा ढोक्छको पुग्यो है ब्याग स्याग बोक्नुपर्छ लौ के किन नाङ्गे बस एउटा सर्ट उता थियो नि भाइ टोइलेटमा चिज हेरेर आइज ब्याग नि जुत्ता चाहिँ कसको अब नुहाइसक्यो यस अब स्विमिङ हेर्नु है यहाँ चरा पलाएर यस्तो थियो यो 5 फिट थियो 4 फिट थियो अनि यता छ मान्छेहरू ओहो चस्मा लगाउन सरकार यस्तो पाइन्डर कस्तो यहाँ अप्ठ्यारो भएर मलाई मेरो चड्डी हो है मेरो चड्डी चाहिँ हो भाइ मैले लाएर खेलेको ओ माई गड त्यही त अनि हामी गाडीबाट उर्लेर स्विमिङ खेलेर आइसक्यो ओ माई गड यति गाह्रो भएन आम्मा कस्तो हो तिमीलाई मेरो कपाल कस्तो बिग्रेछ तिमी फेरि राम्रो यस्तो यस्तो सब दुखेर त्यो जिउ चिलाएर कहिले नखेल्नु म त हामी चाहिँ खाजा खान आज खाजा नि कस्तो खाने खाने मन छैन कि नभनौँ है भोक लागिरहेको जिउ वाल दुखिराख्यो मेडिटेसन हान्दिउँ क्या हो गाई चाहिँ एकछिन के भनिदेऊ न अब दौडिन जाने होइन खाजा खाएर घरमा के छ खाजा के घरमा यहाँ चाहिँ के त मोमोले मात्र त कहाँ हुन्छ त अनि मलाई मात्र कहाँ हुन्छ अरे के त गर बासी भात हान्नुपर्छ भयो भने गर बासी साक्षीमाहरू छन् दाईहरू होला नि तिमीहरूले हानिसकेछन् कि तिनीहरू रहेछ नि त भात खाइदिइहाल्ने नि न बासी भात फ्राई राइस बनाएर हान्नुपर्छ अझ तिमी कुकिङमा कुक गरेर जस्तो ओ माई गड भात चाहिँ भयो धेरै त जराम जाए नआइज हाम्रो बिस्तारै जा तर अहिले चटपटले बनाउने त्यहाँ चाउचाउ किन्न त्यहाँ किन्ने त्यही त अब हाम्रो खाजा आयो कस्तो खुवाइ होइन क्या ए खुवाइदिने होइन नखुवाइदिए दुःख हुन्छ तिमीलाई चस्मा लाएर हामी पनि क्या खाजा त के खै खै कहाँ खै के हेर्न भुत्ला रहेछ कुखुराको कुखुराको होइन यो के को मोमो भेज हो कि बफो कुखुराको भुत्ला कसरी आयो त हो गाइस भगेराको भुत्ला जानेको भाग अब चाहिँ हामी टक्क खान्छौँ है टक्क खान्छौँ अनि भेट्छौँ है जाँदाखेरि गाइस खाजा खाएर निस्क्यो है भर्खर हामी खाजा खाएर निस्क्यो ओ माई गड खाजा त मिठो थियो तर जाङ्गेले भुत लगाइदिएर भने त्यो मोमो चाहिँ भएन है गाइस त्यस्तो ए मोमो भयो होइन के अरे त्यो
टेस्ट सरसफाइ चाहिँ भएन है टेस्ट राम्रो थियो खाना पाएन जाङ्गेको चाक भन्नु भन्दा चाहिँ जाङ्गेको मोमोमा भुत लाग छिटो न त्यो मोमोमा भुत लाग चाहिँ अति भयो इच्छा गाइजमा चाहिँ अहिले रनिङ आएको अनि दौडेरै ब्याग बोकेर आएको छु टक्क गरेर गीत पो बज्यो त यता त्यो मैले चाहिँ हामी आज बाटोमा जान्छ जान्छ थाकिरह धेरै गाह्रो भइरह आज स्विमिङ गएको एकदमै गाह्रो भइरहेछ अनि हेर्नुहोस् त्यो मैले त्यति भ्लग नै बनाइनँ धेरै गाह्रो भएको थियो अनि त्यही भिडियो सिधै केही बनाएन मैले माथि गएर भिडियो बनाएँ आज दौडेको भ्लग बनाऊँ न होइन या आज स्विमिङ फर्स्ट टाइम खेलेँ गाह्रो भयो गाइस हामी चाहिँ माथि आइसक्यो हामी यहीँसम्म जान्छौँ ठुलो पार्छौँ अनि दौडिन चाहिँ के को लागि दौड्यो भने भन्नुहुन्छ त त्यो डुकआउट भन्ने एउटा हाम्रो ग्रुप छ त्यसमा काम गर्नुपर्छ थियो म पछि भन्छु अहिले दौडिन्छु अनि माथि गएर भेटौँ हामी चाहिँ कुन टपिकमा थियो भने त्यही किन दौडेको होला त्यही हामी चाहिँ डुकआउट भन्ने छ नि यसमा चाहिँ हामीले कति आफ्नो चोइसले काम गरेपछि हामीले एउटा अवार्ड पाइन्छ त्यसको लागि मैले काम गरिरहेको छु सो दौडिरहेको छु त्यही पनि ब्याग बोकेर ओ माई गड ब्याग चाहिँ नबोकिकन दौडिनु पर्ने हो त्यही नै म बोकेर दौडेँ कि अब सिधै घर जानु भने साथी घरमा राख्नुपर्छ नि त सो म लन हिल बस्छु नि त्यही भएर हो हामी चाहिँ आज यहीँसम्म दौडिने पुलअप बार भन्ने ठाउँमा अब एकछिन बस्छु है त थाकिरहेको छु वाल त्यही त नि गाडी जाने म चाहिँ घर जानु लाग्यो लन हिल घुम्दा कस्तो नदेखा त लन हिल घुम्दा साथीहरू आयो केटाहरू आएर लन हिल घुम्दा 8 बजिसक्यो अरू छ्या बत्ती नै क्यामेरा आएन त्यही अब बत्ती नै क्यामेरा देख्दैन त अब भ्लगिङ गरिदिनु जस्तो लाग्यो आजको भ्लग के कस्तो लाग्यो राम्रै लाग्यो 8 बजिसक्यो घर जानुपर्ने त्यो अब घरबाट चाहिँ हामी सुत्नुपर्ने हुन्छ खानासाना भोलि खाउँला अब आज रात परिसक्यो 8 बजिसक्यो घुम्दा अब आज भ्लग के कस्तो लाग्यो त्यो इन गरिदिनु चाहन्छु बाई बाई गाइस नयाँ हुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सबै गर्न नबिर्सिनु होला बाई बाई गाइस